बाबाले कपाल काटेर टाक्लु भए घर आइपुग्यौँ पसलबाट। बाबाको बाबाले खाना पकाउनु नभएर आज चाउचाउ खुवाउने अरे है छोरा बुढो भइसकेको छ है कुकुर नि होइन पकाउँदा के बाबा अन्डा हो कोटीतिर र अन्डा नि होता खाता बोल्दा भर्खर आइदिनु छोरा मेरो छोराले के खानु लाग्यो मेरो त बाबाले भोलि देखाएको के खानु लाग्यो छोरा मिठाई हो कुकुरले दिएको है बाबाको बाबाले तिमी दुईटालाई मासु र भात ल्याइदिए हाम्रो चाउचाउ खानु लाग्यो तिमी दुईटाले मासु र भात खाने रे यो बुढोकाले तन्नरी झालेमाले त्यो फुर्काइदिए हुन्थ्यो त के केटा यो र किन छ सर कस्तो राम्रो देखिएर भाँडा माझेको ठिक जस्तो छ त खस्काइ बादल बाबाले खस्काइ भाँडा माझेको रे बादल रोनाल्डो हो रोनाल्डोको फ्यान डान्स गर रोनाल्डो बादलवाला रोनाल्डो बाबाले भित्रबाट भाँडा ल्याएर फेरि बाँध्न लाग्यो जाने नम्बर खोल्न कहाँ पुग्यो हो वहाँ पर पुग्यो बादलको बारीमै काँक्रा फल्यो अब काँक्रा टिपेर काँक्रा चाउचाउ अन्डा खाने रे मिठाई छ बादलले करेन्ट चाउचाउ नखाने क्विक चाउचाउ पकाइदिनु लाग्यो बादललाई हो यो बादललाई क्विक चाउचाउ मनपर्छ गयो हो बादल काँक्रा काट्न लाग्यो र कति लामो लामो गरेर काटेको र गोलोवाला काटेको हुन्छ चाउचाउ पाक्यो टमाटो काँक्रा हो काँक्राको डिजाइन के हो बाबा यो नुन के गर्ने हो नि डोबेर खाने हो क्या मैले बिहान कति मिठो अचार बनाएको थिएँ त्योसँग खान पाए हुन्थ्यो आफूलाई कति पीडा छ के थाहा 9 बजेपछि यता चिनिमिली छ हाम्रो चाउचाउ पाकिसक्यो कति धेरै चाउचाउ पकाएको रारा नि हो नि
नि पल्लो कोठा चाबी खोजे तिमीले राखेर रहेछ। मैले त्यही पानी खाएर चाउचाउ पकाउने कार्यक्रम सक्यो। चाउचाउ र अन्डा खाना आज बुढालाई 3टा बुढीलाई 3टा अन्डा खान सक्ने कि होइन फेरि च्यालेन्ज गर्ने बाबा।